प्रहरी के प्रहरी मेरो साथी कहिक कहल जाइत अछि। अतबे नहीं, नागरिक आ प्रहरी बीच सुमधुर संबंध रहल बात कहैत प्रहरी के उच्च अधिकारी सब सेहो नहीं थकैत अछि, मुदा व्यवहार में ओना नहीं देखल जाइत अछि। कोनो किसिमक निवेदन लऽ कऽ गेला पर विभिन्न किसिमक दुख देबा, निवेदन दर्ता नहीं करबा, पीड़क संग मिलकर पीड़ित के और दुख देबाक जेहन आरोप सब प्रहरी पर लगैत अछि। पछिला घटनाक बात कयल जाय तऽ महोत्तरीक बर्दिवास में बालिका अपहरण, बालिकाक खोजी, प्रदर्शन से लऽ प्रदर्शनकारी संजय न्यौपाने के मृत्यु धरि के घटना में पीड़ित परिवार प्रहरी ऊपर विभिन्न किसिमक आरोप सब लगौने अछि। की छै तऽ पीड़ित परिवार से प्रहरी ऊपर लगाओल गेल आरोप नंबर 1, खोजी कार्य में आवश्यक सहयोग नहीं केने। हामीले के अरे डीएसपी साहबलाई भनेको पनि हो, हामीलाई मान्छे धेरै दिनु, तपाईको बीएफ के अरे एपीएफ पनि दिनु, यसो आर्मी सारी पनि खटाउनु हैन, यसो अनि उहाँले के भन्नु भने हैन तै जान भन्नलाई रे हैन, अब मेरो छोरी त म जान्छु भन्नलाई उहाँ, अनि त्यो भएर अनि मेन हिजोसम्म मेरो छोरी जिउँदै थियो, आज मारेर पालेको छ, यति नै हाम्रो सत्य कुरो। अनि अब यसमा के छ भने उहाँले मान्छे दिनु भएन, ज्यान जाने कारण छ, सिधा कुरो उहाँले टोली दिनु भएन। डीएसपी साहब र अनि एउटा इन्सपेक्टर 2-4 त्यो के अरे केटाहरू खटाउनु भयो, त्यति हो, अरू केही होइन। हामी आन्दोलन गरेको होइन, हामीलाई पुलिसको सहयोग पाइएन है, हामीलाई प्रशासनको सहयोग पाइएन। हामी हिजो दिनभरि हत्तोपत्तो भयो, जतैततै गएर घुम्न। हामीलाई यहाँ सबभन्दा गुनासो मण्डल यो अपराधीसँग भेटेछन्, यो वीरेन्द्र भन्ने होइन सही उहाँ पनि भेट्नु भएछ। उहाँहरू दिनभरि हिजो उहाँहरू क्या पार्टी खानु भएछ। हामीलाई यो 2 जना पुलिस प्रशासनको नोकरी खाली चाहियो भनेर बाउले फोन गरेर भन्यो मेरो छोरा तेरो छोरीलाई मारिदिएको छ रे। हिजो मैले गयो के भनेको यसकै घरमा छ सीसी क्यामेरा एउटा खानु रे, मेरो सीसी क्यामेरा बिग्रेको छ रे, त्यसको आमा बोले। अनि मैले भने त्यसकै घरमा छ, त्यसकै घरमा छ, मेरो सधैँ कहीँ पनि गएको छैन, कहाँ खोजे कहीँ पनि भेटेन, त्यसकै घरमा मेरो पुरा शङ्का थियो, त्यसकै घरमा छ। आउने बित्तिकै मैले भने यसकै घरमा खोज्नु पर्छ रे। पुलिसले के भन्यो, तपाईलाई के प्रुफ छ जे त्यसको घरमा छ, तपाईको के प्रुफ छ जे त्यसको घरमा छ। अनि त्यसको आमा के भनेको मेरो घरमा पुलिस छेरे पनि फेरि निस्के भने के भन्छ, बाचा ननिस्के भने त्यसको यही के काम छ अनि पुलिस यसको घरमा छिरेको छ रे। आरोप नंबर 2, घटना बाद भेल प्रदर्शन के क्रम में बालिका के बाबू के पीट-पाट केने। पुलिसको इन्सपेक्टर अनि के रे सही अनि असैले मलाई बाबु भन्दा 3 लाठी हानेको छ। आरोप नंबर 3, पीड़ितक कारण आरोपी के घर जरल, एकर सजाय देबाक धमकी। काण्ड मलाई डीएसपी सरले के भन्नु भएको भने, भाइ म त बेहोस भएर सुतिरहेको थिएँ, मलाई फोन गरेर के भन्नु भने भाइ यो तपाईले गर्दा यस्तो भयो उस्तो भयो, अरूको घर जल्यो र यो जल्यो, मलाई यो कुरो थाहा पनि भएन। मलाई सिधै के भन्नुहुन्छ भने भाइ यो तपाईको कारणले यो यस्तो भएको छ, भोलि तपाईलाई के गर्नुपर्छ म हेरिहाल्छु, अनि त्यसपछि यो जनता आउँछ कसरी म पनि हेर्छु रे भोलि, यति भन्नुभएको डीएसपी साहबले। आरोप नंबर 4, संजय न्यौपाने ऊपर गोली चलावा, डीएसपी प्रहरी के आदेश देने। अनि मेरो आँखा अगाडि हाम्रो यो संजय दाजु बित्नु भएको अहिले कारण त्यही डीएसपी जी हुनुहुन्छ, त्यो डीएसपी जीले हान भन्नुभएको मेरो आँखा अगाडि, म त्यहाँ स्वयं म आफै थिएँ। आरोप नंबर 5, संजय न्यौपाने के सुनियोजित तरीका से हत्या कयल गेल। सामानहरू लिन भएर उहाँ चोकमा जानु भएको थियो र त्यसपछि उहाँले केटाहरूलाई ढुङ्गा बाजु केही नगर भन्दै उहाँलाई तेर्सोतिरबाट गोली यतातिरबाट हानेर यताबाट निकालेर उहाँलाई मारिएको छ, जो कि अगाडि प्रदर्शनकारीहरूलाई नहानेर उहाँलाई हानेर यसरी घाइते पारेर हत्या भएको छ। यो पुरै सुनियोजितै छ यो। पहिले पनि प्रहरी प्रशासनसँग उहाँको बेला द्वन्द्व पर्ने गरेको, अन्यको विरुद्धमा लड्दा आन्दोलनकारीमा अगाडि बढ्ने क्रममा प्रहरीसँग उहाँको पनि केही झडप भएको र त्यही रिस रेकर्ड उहाँको राखेर र उहाँलाई सुनियोजित ढङ्गले केही अब म भन्न त त्यसरी चाहन्न, तर केही अग्रज नेताहरूको आडमा लिएर प्रशासनले यसरी गोली हानेर मारेको छ। एनाक बर्दिवास घटना में पीड़ित परिवार सब प्रहरी ऊपर गंभीर आरोप सब लगौलक अछि। तैं घटना के जांच क प्रहरी संगठन के सच्चे के नागरिकक जीवन रक्षा हेतु स्थापना भेल बात के विश्वास दियाब आवश्यक अछि। अपन टेलीविजनक लेल कैमरा में आकाश झा संग अमित ठाकुर।